हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल पुगु ब्लगमा इट्स मी पिङ्की राजवंशी। अनि म एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भने आशाको साथमा यो ब्लग स्टार्ट गर्दैछु। अनि धेरै दिनपछि म चाहिँ आज ब्लग लिएर आउँदैछु होइन। अनि आज चाहिँ थम्बनेल र टाइटल हेरेर तपाईँहरू थाहा पाइसक्यो होला के को यो बारेमा रहेछ भनेर होइन। अनि सो 5 गते बिहे होइन मेरो मासीको। अनि मासीको घरमा चाहिँ पूजा अनि सत्यनारायणको पूजा हुन्छ होइन। अनि आज 3, 4, 5 शुक्रबार 5 गते पर्छ। अनि बिहिबार चाहिँ कसाकुटी कुम्रन। अनि आज चाहिँ पूजा होइन। अनि थोरै यो के भन्छ मलाई सामान पनि किन्नुपर्छ, सायद जगबनी पनि जान्छु होला आज। नेकलेस र यो घाँटीकोहरू कानको किनेको छुइनँ होइन, त्यो चाहिँ किन्नुपर्छ। अनि साडी पनि मेरो मासी जान्छ किन्नलाई, मासीसँगै र मेरो मम्मी जान सक्छु होला। अनि अहिले चाहिँ म खाना पकाउँदैछु होइन, घरको सबै काम सकिसकेको छ, भोक चाहिँ धेरै लागेको छ, खाना पकाउँदैछु। अनि कति छिटो भोक लाग्छ हो मलाई आजकल। अनि राति खाएर सुतेको थिएँ, त्यही पनि बिहान छिटै भोक लाग्यो आज मलाई चाहिँ। अनि खाना यो पकाउने बित्तिकै म खाना खाइहाल्छु। अनि खाना खाएर चाहिँ अनि म नुहाइसकेर अनि मात्र म मासीको घर जान्छु। अनि देखाउँछु तपाईँहरूलाई बिहेको घर कस्तो हुन्छ भनेर। अहिलेको लागि बाई बाई। सो गाइस मैले खाना खाइसकेको छु होइन। अब हतार रेडी पनि भइसकेँ म यहाँ। अनि जगबनी जाँदैछौँ हामी। मेरो मम्मी चाहिँ भ्याउनु भएन होइन, परेवा बेच्न जानुभयो हटिया। अनि मेरो मासी मतलब अर्को मासी बिहे हुनेवाला बेहुली चाहिँ होइन, अर्को मासी। अनि त्यसको छोरी मेरो नानी बेहुलीको मम्मी। अनि अझै एउटा मुसीहरू को जाँदैछौँ होइन जगबनी। अनि म चाहिँ नुहाउन पनि पाइनँ, लुगा पनि धुन पाइनँ। अनि लुगा धुन्छु भनेर नुहाउँछु भनेर सोचेको थिएँ, अब त्यो पनि भएन। अनि मेरो चाहिँ चुरा बाँकी छ होइन, अनि कानको बाँकी छ, अनि घाँटीको बाँकी छ, त्यो किन्छु। अनि अझै एउटा साडी अस्ति किनेर ल्याएको थिएँ होइन मैले 1200मा। अनि मम्मीले चाहिँ मन परेन, अनि त्यो पनि फिर्ता गर्न जाँदैछु। प्लस अब म चाहिँ एकैचोटि जगबनीमा भेट्छु ल तपाईँसँग। हामी चाहिँ निस्किसकेको छु जगबनी जानलाई। कखन विक्रम नहीं करते हम खुद आते थे ऊपर। नानी नानी सो गाइस हामी आइसकेको छौँ जगबनी होइन। अब भित्र एन्ट्री गर्दैछौँ। सो गाइस हामी चाहिँ म चाहिँ चैतभरिमा धेरैचोटि आइसकेँ जगबनी होइन। इन्हें सुने घूमते ही मसा नया मसा घूम भी गोजी में हाथ लगे। अब मुसरुआ से हीरो लागे छी। कति घाम छ गाइस, लाज लागिसक्यो मलाई त। अब चाहिँ हामी थाटगोटाको पसलमा कुनु लेबो नहीं करने। अब घर निस्केको गाइस हामी। अब घर लाग्यौँ हामी। यत्रो सामान भूख लागेको मैं हाथ कहाँ धुलियोगे? गंगा जली लाके
म चाहिँ फेसियल गरेर क्लिजिङ गरेर पार्लरबाट भर्खर आउँदैछु होइन, ढिलो भइसक्यो। अनि प्लस अघि नै भएको थियो कि, तर पसलमा बस्नु परेको थियो मलाई। अनि एकछिन पसलमा बसेँ होइन, अनि क्लिजिङ गरिसकेपछि अनि उता गएको थिएँ पसल। अब चाहिँ म जाँदैछु घर। यहाँ बिहेको घर चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू, हेर्दै हुनुहुन्छ। यही हो बिहेको, रेडी भइसक्यो। आज चाहिँ पूजा, म देखाउँछु एकछिनपछि पूजाको होइन। डेकोरेट भइसकेको छ। पूरा बाल बच्चा भेजे के पूजा करे थे। पूजा करे समय में बेटा साहूकार नाम के बनिया साहूकार नाम के बनिया अहाँ के की केलकै जय श्री राम अहाँ जेना अगर पर से केलकै हमर कमलेश जी ओइ ठाम पूजा देखे के वास्ते ले के बैस रहले। कोई पूजा पाठ ना करे छे, पूजा करे सो गाइज आजको लागि यति नै इन्ड गर्नुपर्ने हुन्छ यो ब्लग होइन। आजको लागि के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला। अनि धेरै चाहिँ बनाउन पाइनँ, थोरै भए पनि राम्रै छ भन्ने आशाको साथमा तपाईँहरू कमेन्ट लाइक सेयर सबै गरिदिनुहुन्छ भन्ने आशाको साथमा यो इन्ड गर्दैछु होइन। अनि आज चाहिँ यस्तै भयो। अब कसाकोटीको दिन चाहिँ कस्तो हुन्छ त्यो पनि हेर्न नबिर्सिनु होला। अहिलेको लागि बाई बाई। अब भेट्नुपर्छ अर्को नयाँ ब्लगमा।